र त फेरि ब्याक टु ब्याक तपाईँलाई मेरो च्यानलमा स्वागत छ है। र आज चाहिँ म कहाँ जाँदैछु भने चाहिँ अलिकति गाडी पनि बनाउनु पर्ने थियो नि त, अलिकति ब्रेकको प्रब्लमै भएको रहेछ। अनि ब्रेक बनाउनु जाँदै गर्दाखेरि चाहिँ हामी ग्यारेज पनि पुग्यौँ। त्यहाँ पुगेर चाहिँ दाले यसो नटसट खोल्नु भएन, के प्रब्लम लाग्नु रहेछ दाले हेर्नुभयो। अरे आप भी ठिक करके देता हूँ भन्नुभयो होइन। टक्कै गाडीको सामान तामान खोल्नुभयो। भरे चाहिँ लाइलिन चाहिँ एकदमै त्यो खाइसकेर पनि फुटेर झर्नु थालिसकेको थियो रहेछ हो। त्यो ब्रेक चाहिँ गाडी नै अब हुन्छ नि ब्रेकै नलाग्ला जस्तो भइसकेको थियो। अनि त्यहाँ गएर चाहिँ हामीले चाहिँ गाडी एकछिन राखेर सामानहरू लिन आयो। सामानहरू लिएर आएर चाहिँ लाइलिन साइलिन जोड्नु थाल्यो। त्यहाँ जोडिसकेपछि खै त म पनि यसो टाइट गरिदिउँ भनेर भाइलाई मगाएँ हो, त्यो टाइट गर्ने मसिन। अन्त त्यहाँ ल्याएर चाहिँ म गएर चाहिँ अलिकति टाइट गर्नु पऱ्यो भनेर चाहिँ यसो भाइलाई मसिन मगाएर चाहिँ त्यहाँदेखि टाइट गर्दै थिएँ। त्यहाँदेखि यो नट सट टाइट गरिसक्यो होइन। त्यहाँदेखि चाहिँ अब चाहिँ घाम पनि पुरा लागिरहेको थियो, गाडी पनि मैला थियो हो। अनि यहाँबाट चाहिँ हामी सिधै निस्केर गयो गाडी धुनु जाँदाखेरि चाहिँ अब पानी पनि मजाले हो, घाम पनि मजाले लागिरहेको। अन्त भाइले चाहिँ भिडियो गरिदिन्छ ल दा भनेर त ल ठिकै छ भने चाहिँ म चाहिँ स्पिड गाडी धुनु थालेँ होइन। अन्त गाडीको माथि छप्परदेखि लिएर यो टायर मुनिको चेपचाप सबै पानी पखालेर चाहिँ त्यहाँदेखि चाहिँ स्याम्पू लाउनु थालेँ। स्याम्पू लगाइसकेर चाहिँ बिस्तारी अगाडि पछाडि टाकटुक गाडी चाहिँ चडक्कै बनाएँ होइन। पुरानै भए पनि यसो टल्काउनु त पऱ्यो। त्यहाँदेखि चाहिँ गाडी पुसपास गरेर चाहिँ हामी फेरि घरतिर आउनु थाल्यो है। र आजको भ्लग पनि यतिमै समाप्त।